सेना प्रहरी सशस्त्रको सामान भनेको त यति गुणस्तरीय हुनुपर्छ कि त्यो जुत्ता पनि सेनाको प्रहरीको जुत्ता पनि धेरै टिक्ने खालको हुनुपर्छ भन्ने मान्यता छ। तर यहाँ दिएको ब्याग, यहाँ भनौँ न सरकारले दिएको ब्याग उसले जुन लिन्छ त्यो 3 महिना पनि टिक्दैन क्या। सो यस्तो चिजमा समेत भ्रष्टाचार भइरहेछ भनेपछि यो कानुनले र राज्य व्यवस्था समितिले यस्ता विषयहरूमा ध्यान दिन सक्ने कि नसक्ने त हैन। त्यो बिचरा तल्लो दर्जाको मान्छेले दिनको 300 रुपियाँ पाउनु पर्ने रहेछ हातैमा, तर उसले 170 मात्र पाउँदो रहेछ। तर त्यसमा पनि बोल्न सकेका छैन उसले। उहाँहरूको अहिलेको माग अनुरोध यो राज्य व्यवस्था समिति म उहाँहरूको आवाज बनेर यहाँ आइराख्दाखेरि के छ भन्दाखेरि बरु हामीलाई सिधै हातमा पैसा दियो हामी के खाने त खान सक्छौँ नि, तर त्यहाँबाट गुणस्तरहीन सामान गुणस्तरहीन खाजा खुवाएर हामी कसरी चल्ने। हामीले त्यो आन्दोलनहरूमा पनि तल्लो दर्जाको प्रहरीहरू देख्छौँ चौचौरो पानी खाएर चाहिँ दंगा नियन्त्रण गर्न परेको छ क्या। यसमा राज्य हामी जिम्मेवार समिति र जनप्रतिनिधिहरू संवेदनशील बन्ने कि नबन्ने हैन। अहिले म जुम्लामा